ओम नमो भगवते वशरी नारायण गणेशाय नमः गुरुभ्यो ओम श्री परमात्मने नमः श्री हरिहर नारायणाय गणेशाय नमः गुरुभ्यो नमो नमः मंगलम भगवान विष्णु मंगलम गरुडम मंगलम पुण्यरकाशे मंगलातन हरि नारायणाय नमः श्री महागणाधि गणेशाय नमः गुरुभ्यो नमो नमः ओम धूपम आग्रवाय हरिहराय नमः ओम धूम आग्रमे हरिहर नारायणाय नमः गणेशाय नमः गुरुभ्यो नमः ओम आग्रमे नारायणाय गणेशाय नमः गुरुभ्यो नमो नमः ओम ह्रीं दीपम दर्शने दीपम दे नारायणाय नमो नमः जय दुर्गे भवानी भगवती माता नारायणाय नमो नमः ओम दीपम दर्शने आरती गाऊं श्री हरिहर को ओम दीपम दर्शन श्री हरिहर नारायणाय नमः ओम श्री परमात्मने नमः ओम आचमन हरि नारायण नमः ओम आचमन हरि श्री नारायण गणेशाय नमः गुरुभ्यो नमः ओम ह्रीं निवेदिं निवेदयामि हरिहर नारायणाय नमः ओम ह्रीं निवेदिं निवेदयामि तुमेव माता च पिता तुमेव बन्धु ससखा तुमेव विद्यां दरुणं तुमेव सर्वं मम देवदेवं यतौ शङ्खपालशिखरो माला चे मालाधरो देवो द्वारो मेघादि राजा प्रभु भावं मे हरताराय श्रीशैलजा बलम् हरि ओम शिव हरि ओम शिव हरि ओम हरि नारायण ओम शंकरं श्री सत्यनारायण ओम नारायण शंकरं हरि ओम शिव हरि नारायणाय नमो नमः ओम शांति शांति ओम सुर शांति शांति ओम भगवान शांति विशुद्धि अंधेर समुदय शांति नवग्रह शांति सर्वदेवता शांति ओम पावत्रयं पुनः सर्व हरि नारायण गणेशाय नमः गुरुभ्यो नमः श्री परमात्मने नमो नमः श्री हरिहर नारायणाय नमः गणेशाय नमः गुरुभ्यो नमः ओम श्री परमात्मने नमो नमः श्री हरिहर नारायणाय नमो नमः जगदीश्वराय भवानी हरि नारायण गणेशाय नमः गुरुभ्यो नमः ओम श्री परमात्मने नमो नमः ओम श्री महागणाधिपते गणेशाय नमः श्री सरस्वती माताभ्यो नमः वेदव्यासाय नमः श्री स्वस्थानी परमेश्वरै नमो नमः ओम अष्टासुदर्शु मातृका खड्गम तीर्णचोच अदश्चा वयम् उत्पलम चन्द्रतिनाश अलङ्कार भूषिता सुमन्वद्विका वासा स्वस्थानी परमेश्वरी सोसायन चौधरी भगवती माताय नमः एम ब्रह्मा वरुदमोचो स्नुते दिव्यस्तरे वेदै साङ्गपदगुणसरेगाम श्रीगाम सामगा ध्यानावसतगमनसा पश्यन्ति यं योगिनो येषान्तं न विदुषुरासुरगण देवाय तस्मै नमः श्रीमच्चञ्चर्गो शुक्लाम्बरा मल्लिका मालाकुण्डला परविलासन्मुक्त बलि शोभिता सर्वज्ञानिदान पुस्तकधरा रुद्राक्षे माला गला भागदेवी बन्नाभुजे वस्तुमित्रके माता चिरं मुखं करोति वाचालं पङ्गुलं यत्कृपादं वन्दे परमानन्दमाधवं नमो तस्मै व्यासामि स्वपचतुचामि नारायण कथाम्यं नारायण नवशेषनवचनोत्तमं देवीं सरस्वती व्यासं ततो जय मुदीरयत अष्टमातृका सहितं श्री स्वस्थानी माताभ्यो नमः स्वस्थानी माताभ्यो नमः नारायणी नमो नमः जय दुर्गे भवानी भगवती माताभ्यो नमो नमः जय दुर्गे हरि नारायणी नमो स्वस्थानी माताभ्यो नमो शांति शांति हरि नारायणी नमो जय दुर्गे भवानी भगवती हरि नारायणी नमो नमः जय दुर्गे भवानी भगवती नारायणी नमो नमः जय नारायणी नमो नमः जय दुर्गे हरि नारायणी नमो नमः जय माँ स्वस्थानी माता से नारायण गणेशाय गुरुभ्यो नमो नमः हे माँ देवानी भगवती माँ से नारायण गणेशाय गुरुभ्यो नमो ओम शांति शांति हरि नारायण गणेशाय गुरुभ्यो नमो नमः अथ श्री स्वस्थानी परमेश्वरे व्रतकथायां द्वाविशोऽध्याय 22 मुनि त्यस्ताचार्य राधा 8-10 वर्ष भयो भइरहेको दिन शरीर ब्राह्मण आफू हृष्टपुष्ट भएको देखि घर सम्झी अब म
यहाँ बसी के गरौँ घर जाउँ भनी विचार गरी शिवबाट ब्राह्मण र सती ब्राह्मणी छेउ गई भने हे माता पिता तिमीहरूले कृपा गरेर कन्या पाए म यहाँ बस्यो धेरै दिन भयो घरमा विचार गर्ने कोही छैन आज्ञा दिए घर जाँदौ। यदि शिव शर्मा ब्राह्मणले भनेको सुनि शिवबाट ब्राह्मण चाहिँ ज्वाइँ यो पनि तिम्रै गरौ हाम्रो पोको चन्द्र हामी पनि तिम्रै हो सम्पत्ति पनि तिम्रै हो जान्छु पनि नभन भनेर शिव शर्मा फेरि भन्छ हे पिता त्यो चाहिँ आइकन एक फेर जान देऊ घरको विचार गरी बरु फेरि चाँडै फर्की आउँला मेरो पनि को छ र बाबा पनि तिमी हौ महातारी पनि तिमी हौ इष्ट पनि तिमी हौ मित्र पनि तिमी हित पनि तिमी गुरु पनि तिमी बन्धु पनि तिमी देवता पनि तिमी मन परेको खान लाउन दिए पाल्ने तिमीलाई छाडी म कहाँ जाउँला। यदि आफ्ना स्वामी शिव शर्माले आफ्नो पिता शिवबाट कुरा गरेको सुनि घुमा पानी भन्छ हे स्वामी जानुको मन नगर तिमी जानु भए मलाई पनि लैजाऊ बिचमा जाने छैन ती बिमा म कसो गरिरहने यति गुमाएको छ शिव शर्मा ब्राह्मण चाहिँ हे यति मेरो बाल अवस्था छ मसँग जान सकेन किनभने हाम्रो घर पनि यदि टाढ छ पर्वत चढ्नुपर्छ अलिक दिन वनमा बास बस्नुपर्छ वनमा नाना जन्तु भए हुन्छ त आफ्ना इच्छामा अरे कि कहिले घरदेखि ननिस्के शीत ताप भोगदेखि दुःख पाउने उहाँपछि मेरो वृद्ध अवस्था कसरी बाटामा दागा गरी तँलाई हरिली जान्छन् यसो त्यो त यहीँ बसो म घर गई खबर गरी बुझाउने आउँछु 2 महिनाभित्रमा आइपुग्ने छु 2 महिनाको भनेको 1 दिन हो र यदि शिव शर्माले भनेको सुनि गोमा ब्राह्मण भन्छन् हे स्वामी तिमी 2 महिना भन्छौ तिमी नभई 2 घडी पनि बस्न सक्दिन फेरि शीत ताप भोगदेखि दुःख पाउलिस पर्वत चढ्नुपर्छ वनमा बस्नुपर्छ नाना जन्तु भए पनि हुन्छ भन्यो तिमीले दुःख पाए म पनि दुःख पाउने जो गत तिम्रो सोही गत मेरो कस्तै भए पनि तिमीलाई छोडी म यहाँ बस्न सक्दिन कदाचित मलाई छाडी गयो भने आत्महत्या गरेर मरौला भनी गोमा ब्राह्मणले भनेको सुनि शिव ब्राह्मणले हे स्त्री उसो भए तेरा बाबामा त्यसमा बिदा भई आ भने र गोमा ब्राह्मणले शिवबाट ब्राह्मण शिव गए भने हे पिता हे माता म पनि मेरा स्वामीसित जान्छु बिदा दिनुहोस् भनी बिदा माग्ने सरल शिवबाट ब्राह्मण सजी ब्राह्मण हे पुत्री गोमा जान्छु भनी नभन किनभने हाम्रो वृद्ध अवस्था भयो छोरा भने पनि छोरी भने तिमी एउटी छौ हो तिमीले यस्तो भन्न लागे हाम्रो संसारको सम्भारको घरला पानी पनि बिलाउला तर पनि नभए चन्द्रमा नभएको राति जमी छौ जस्तै रामचन्द्र सीता नहुँदा जसो राजा प्राण गएको त्यस्तै तिमी नभए हाम्रो प्राण पनि रहने छैन यस अर्थले हामी 2 स्त्रीको पुरुषको सेवा गरी सम्पत्ति रक्षा गरी बसो तिम्रा पुरुषलाई जान देऊ ऊ पनि 2 महिनामा आइपुग्छ जान्छन्। यदि आफ्ना बाबा मातृभूषण सुनि फेरि गएमा हे माता हे पिता यसै जातिको सम्पत्ति तीर्थव्रत दान धर्म आफ्ना पुरुष न पुरुष भएसम्म केही तीर्थव्रत दान धर्म गर्नु पर्दैन सम्पूर्ण स्मृति पुराण तिमीले हेरेकै छौ म के भनौँ यस्तै जाति भई आफ्ना पुरुषलाई रिस गरी हेरे ढेडी हुन्छ पुरुष वचन नमाने पापी हुन्छ पुरुष सुख मुख लागे मुख पुरुषलाई गाली गर्ने लाठी हुन्छ पुरुष देखिन लुकाई खाएर कुकुर्ने हुन्छ पुरुषले द्रोह गरे गोही हुन्छ यस्तै अर्थले मलाई नछेक जान देऊ विशेष पुरुष वृद्ध भए म नभए बाटोमा को सम्हार गर्दा फेरि संसारमा कसैको पनि बढेगा छोरी माइत बस्नु हुँदैन भोर फेरि चाँडै यहाँ आउँला। यदि गोमाले भनेपछि शिवबाट ब्राह्मणी सती ब्राह्मणले भने हे पुत्री उसो भए हामी के बनाऊ तिमी जाऊ भने आँखादेखि आँसु खसाई नाना वस्त्र अलङ्कार पहिराई नाना द्रव्य स्मृति डोलीमा राखी सहर बाहिरसम्म पुर्याउन गए बाटोमा राम्रो गरी लगे भने डोलीहरूलाई हराएर शिवबाट ब्राह्मणले घोमालाई हामीहरूलाई नबिर्सी चाँडो आयो भने घोमा ब्राह्मणले सङ्गी साथीहरू पनि त्यसै पनि तब गोमा ब्राह्मण डोलीसित डोली बाबा महादेवलाई सहस्राङ्ग प्रणाम गरी आफ्ना सङ्गी साथीहरूलाई पनि बसाए भने सबै छेउ बिदा भई फेरि डोलीमा चढी चाँदी भइन् घुमाइ जाँ गरौँ चाहिँ जस्तै मुनि कहाँ शिवशरा ब्राह्मण गोमा ब्राह्मण त्यहाँदेखि गएपछि शिवबाट ब्राह्मण सती ब्राह्मणले आँखादेखि देखुन्जेल देख्न छाडेपछि रुख चढी हेरे देखेन रुखैमा बसी नाना भेला गर्न लाग्यो त्यसै अवसरमा दैव स्वयंले रुखको आँगो बाँची रुखदेखि खसी मरे तब चिर महादेव धुताई भ्याउन लागे कैलाशलाई जाँदा भए शिवबाट ब्राह्मण सती ब्राह्मणको दिव्य शरीर भई कैलाशपुरीमा रहे तब ब्राह्मण शिवशर्मा ब्राह्मण गोमा ब्राह्मणले डोलीहरूसँग यस वनको नाम के हो यसको नाम के हो यो ठुलो पात भएको वृक्षको क्या हो यस जन्तुको नाम के हो भनी सोध्दै डोलीहरू पनि यस वनको नाम यो हो पर्वतको नाम यो हो यस वृक्षको नाम यो यस जन्तुको नाम यो भन्दै भन्दै गए यस्तै गरी जाँदा धेरै टाढा गएपछि पोखरी भएको ठुलो वनमा पुरा साँझ फेर त्यस वनमा बास भई सबै खानापिना गरी सुते थाके हुँदा सायद निदा त्यस बेला अवसरमा श्री महादेवको श्रापको प्रभावले चोर आई गुमा ब्राह्मणका बाबा माथि दिएका द्रव्य अङ्गहरू लागेका गहनासँग छोरी सबै लगेसँग भोलि गएर नदीले छोड्यो निदले छोड्यो रज भ्युजी हेर्दा सम्पूर्ण द्रव्य आफ्ना अङ्गमा लगाएका गहना समेत चोरिएको देखि साह्रै अध्यय भई रुन गर्न लागिन् तब डोलीहरू भन्छ एक यिनीहरू विस्मात नगर थाकेर हुनाले हामीहरूलाई पनि लाए साह्रै निद लाग्यो यस्तो पर्नको हामी अभागी रहेछौँ अब तिम्रा बाबा छेउ कसो भन्न जाउँला अब जे भन्छौ जसो भन्छौ भनेर घुमा पाएपछि हे बा
भार भएको तिमीहरू यतिबाट भरौ मै कहाँ देउला मेरो बाबा मात्रै थियो यो खबर पुरा हो यदि बाबाले भनेको सुनि डोरेर लौ भने सन्ताप नगर भने बुझाइ प्राण गई भिदा भई आफ्ना आफ्ना घर जान भई गएपछि शिव शर्मा ब्राह्मण गोमाबाई पनि वनमा जो गएको फलफुल खुसी खाए त्यहाँदेखि ठुलो घरमाथि पुगेर गोमाबाई भन्छन् हे स्वामी मलाई ती भोग लाग्यो असमर्थ भए कसो गरौँ पनि बाटा मलपत्र परे गोमा ब्राह्मणी गर्भिणी भएकी थिइन् शिव शर्मा ब्राह्मणलाई अति गर्न लाग्यो र आफ्नो स्त्री गोमा ब्राह्मणले काखमा अलि भने स्त्री यहाँ फलफुल केही हुँदैन हजुर पनि केही छैन यस्ता परपछि के खान दिउँ अलि यहाँ अलि पर गएर फलफुल पनि मिल्छ जलसाय पनि जाऊ हिँड पनि बुझाइ हालसम्म सुस्त हिँडाइ लगे घोमा भने हे हरि मेरो आज अवस्था भयो भने सुस्केर हालि नसके पनि सुस्त गइन पर्वतमा पृथ्वीमा पुगेपछि शिव ब्राह्मणले फलफुल टिपी खान दिए वान पानी पिउन दिए यस्तो हाम्रो गोर पनि यहीँ आइपुग्यो आज पनि ठाउँ ठाउँ बस्न दिए चन्द्रज्योति नगरको बाहिर पुर्यायो तहाँ घरको चुलाको एक घर उक्ति गरी यस्तै हाम्रो घर यही हो पनि देखाएर गोमाबाईले भित्र गई हेर्दा उहाँको जालो र कसिङ्गर मात्र देखि कसिङ्गर माथि आफ्ना बाबा घर सम्झी बहुत धेरै अधैर्य भई रुन लागिन फेरि मेरो कर्म यस्तै पहिलायो अब रोइ कराए के गरौँ धेरै गरी कुचाले माकुराको जालो सिल्का मिल्काई कसिङ्गर लाइन घरमा जे भएको खाइपी शिव शर्माकी ब्राह्मणी सो गरिरहन राम्रो एक दिन शिव शर्मा ब्राह्मणले आफ्ना स्त्री गोमाछ्यो पनि हे स्त्री तिमी गर्भिणी भइस् हाम्रो घरमा सम्पत्ति छैन आउने पनि केही बाटो छैन गरिदान कर्म कसले कहिले गरिदेला कसरी गर्ला सुत्केरी भएमा के खर्च गरौँ यसर्थ म परिचय गई के सन्देह कसै छेउ केही मागि ल्याउँछु तिमीले आफ्नो जिउको घरको बहुत सम्मान गरोस् रोइ कराई नहरोस् भने यस्तो शिवशरण बाण भजन सुनि घुमा बाणी भने हे स्वामी तपाईँ मलाई को देला विशेष तिमी वृद्ध भएका कसरी पठाउँ यहाँ जजमान छेउ गई जो दिएको मागी ल्याई असञ्चय गरौँला जानेको मन नगर भनिन् र फेरि शिव शर्मा ब्राह्मण यस्तै हामी गरिबै पनि ब्राह्मण गर्नु नगरी हुँदैन 1 महिनामा आइपुग्ला उहाँसम्मलाई खाना नभएमा चन्द्रपुर ज्योतिका नगरमा जजमान हुन्छन् तिनीहरूका घर गई भिक्षामाई खास भनी बुझाए शिव यदि शिव शर्मा ब्राह्मण बस्छ सुनि गोमा ब्राह्मण लौ पनि भनिन् शिव शर्मा ब्राह्मण भिक्षा माग्न पनि प्रदेश गएर एक दिनको बाटो गंगा तीरमा ऋषिको आश्रम गए त्यहाँ वृद्ध अवस्थामा भएका ब्राह्मण दुई स्त्री पुज बसेका थिए गंगा स्नान गरी ती वृद्ध ब्राह्मण चाहिँ मलाई यिनले पूजा गर्न फलफुल देऊ भनी मागे ऋषिका आश्रममा धेरै फलफुल फलेका थिए र शिवशर्मा ब्राह्मणले भनेपछि वृद्ध ब्राह्मणले तिमीको हो कहाँदेखि यहाँ आयो भनी सोधेर शिवशर्मा चन्द्रज्योति नगरको शिवशर्मा नाम गरेको ब्राह्मण हुँ घरमा ब्राह्मणी गर्भवती छ गरोदान कर्म गर्नलाई भिक्षा माग्नु भनी आयो भने तब ती बुढा ब्राह्मणले टिपी लैजाऊ भने र ती शिव शर्माले आफै रुखो चढी फलफुल टिप्न लागे त्यसै अवसरमा देवसँग रुखको हाँगा भाँच्यो रुखोदेखि खसी शिव शर्मा मर्दा भए ती शिव शर्मा ब्राह्मण मरेपछि श्री महादेव रुपे कैलाश प्रदान गरे श्री महादेव आएको पार्वती देखिन सुनको कमुलो ल्याई पाउ धोई भित्र राख्यो भने हे सो लोग्ने मान्छेहरूको पापी हुँदो रहेछन् राम्री स्वास्थ्य देखेपछि सबै कुरा बिर्सो रहेछन् तपाईले पनि मलाई बिर्सनु भयो अब सम्झनु भएछ आउनु भयो हरे सुकुमारै कि त्यो गोमा ब्राह्मणलाई कल छल बलले ल्याई गर्मी तुलाई दुःख दिए अन्त त्यसो एक्लै ठाउँमा मिल्दै आउनु भयो अब त्यो गोमा के गरी खाउली के गरी खाली के गरी बस्ली यति पार्वतीले भनेको सुनि श्री महादेव हाँसिकन आए गर्नुपर्छ हे पार्वती सेवक भन्दामा पाप पनि गर्नुपर्छ गोमा पनि अब असुकै हुन्छ सन्देह नगर पनि आज्ञा गरे धाउप्रान्ति भिक्षा माग्न पनि गएका शिवशर्मा 2 दिन भयो र पनि फेरेन गोमाले नाना दुःख गरी चन्द्रज्योति नगरकै भिक्षा मागिलाई गरुदान कर्म गरी नयाँ मास पूर्ण भयो सब राज लक्षित भएको पुत्र जन्मियो गोमा ब्राह्मणले चन्द्रज्योति नगरदेखि ब्राह्मणहरू डाकी ल्याए ब्राह्मणका मर्दाले नुहार्न गराइने ब्राह्मणले ज्योतिष शास्त्र विचार गरी नवराज नाम राखेको भने यो बालक सम्पूर्ण राज लक्षित भएको छ राजा पनि होइजाला तिमीलाई सुख सन्तोष देला निश्चय मान यदि ब्राह्मणले पनि कोच सुनि गोमा बाणी मनमा आनन्द गरी श्रद्धा पूर्वक दक्षिणादि भोजन गराइने ब्राह्मणहरू आफ्ना घरमा गए जहाँ प्रान्त त्यो बालकलाई गोमाले अर्काको धागो काटी ढिकी जाँतो गरी पालिन् त्यो नवराज बालक पनि शुक्ल पक्ष चन्द्रमा चाहिँ दिन बढी ठुलो भएर खेल्न जाँदा सङ्घीहरूले जे सुए पनि सुनिरहन्थे भने पनि सुनिरहन्थे पैसा झगडा गर्दैनथे सङ्घीहरूसँग खेली घर आउँदै आमाले जो दिएको खायो चुप भइरहन्थ्यो आफ्ना पुत्रको स्वभाव यस्तो देउसेको देखि गोमा प्राणी बहुत खुसी भई जजमान हो गई भने हे जजमान हो मेरो पुत्र नवराज सङ्घीहरूसित खेली घर आउँछन् खान देऊ पनि भन्दैन किन दिनु पनि भन्दैन रिस पनि गर्दैन यो नमिठो पनि भन्दैन दिन्छ के खान्छ नदिए चुप लागिरहन्छ उहाँपछि मेरो बुझ पनि छैन घरमा सम्पत्ति पनि छैन तिमी यजमानको कृपा जिउँछौ एक साग खाइ झिरहेको छु अब
त्यसको चुडा कर्म व्रतबन्धा केले गरिदिउँ भनिने यदि गोमाले भनेको सुनि जजमानले आफू आफ्ना श्राद्ध यसको दिएर गोमाले सम्पूर्ण समय तयार गरी नवराज चुडा कर्म ब्रह्म गरिदिइन् र वैद्य पुराण आदि सम्पूर्ण शास्त्र विद्या सिकाइ राखिन। एक दिन त्यो नवराजले यजमानहरू खुसी भएर गोमा छेउ भने हे गोमा, नवराज बिहा गर्ने भए वरणपुरका अग्नि स्वामीका भनी पुत्री चन्द्रावती नाम गरेकी छन्, बिहा गरिदिउँ, साम तयार गर। गोमा के हे जजमान, मेरो पुत्रको आर्जन छैन, घरमा सम्बन्धी छैन, त्यसलाई कन्याको देला कसो गरी बिहा गरिदिउँ भनिन्। यजमानहरू भन्छ हे गोमा, जे चाहिन्छ हामी दिन्छौँ, के चाहिन्छ। यदि जजमानहरूले भनेको सुनि गोमाले मनमा आनन्द गरी भने हे जजमान हो, हामीलाई गरिबदेखि तिमीहरूको त्यस्तो दया धन्य रहेछौ भने विवाहको चाहे सामान्य मागिन्। र यजमानहरूले सम्पूर्ण समाज तयार गरी सुदिन ब्राह्मणको मर्यादा नवराजलाई वरणपुरका अग्नि स्वामी पुत्री चन्द्रावतीसित विवाह गरी गोमा नवराज चन्द्र तीनजना जे भए पनि खाली मिलिजुली रहे। ताम्रो एक दिन ती नवराज ब्राह्मण बाहिर खेल्न जाँदा त्यसका सँगैले हे ब्राह्मण, आजसम्म हामी नवराज भन्थ्यो, अब त्यसो होइन, त्यहाँ बिना बाबु छोरा होस् पनि नाम राख्यौँ, तेरो बाबु भाइ नाम क्या हो, कसो पुत्र होस्। हामीहरूलाई बता। आफ्ना सङ्गीहरूले भनेको सुनि नवराज उत्तर दिन नसकी गोमा छेउ भने हे माता आफ्ना सङ्गीहरूले भनेको कुरा सबै वृत्तान्त गए। म कसो पुत्र मेरा पिताको हुने कहाँ छन् भने यदि नवराज भनेको वचन सुनि गोमाले वर्षाकालमा 1 वर्ष जस्तो आँसु आँखाबाट खसारी भने पुत्र शिवसँग तिम्रो बाबुको नाम हो, तिमी गर्व छँदा बिचामा भइसकेका आजसम्म आइपुगेन, वा कोही कामले बसेका छन् वा छँदैछन्। यदि गोमाले भयो भएन तब नवराज हुन्छ, हे माता उसो भए आज्ञा हो, जहाँ बसेका छन् म गई विचार गरी आउँछु। र गोमा भन्छ हे पुत्र, तेरो सुख हेरी तिम्रो बाबालाई बिर्सिरहे थिएँ, अब तिमीले पनि छाडी म कसो आधार रहने। फेरि तिमी गए तेरी स्त्री चन्द्रावती पनि बस्ने छैनन्, माइत जाने छैन, यस अर्थले जानु भन्छ भनी नभन। यति गोमाले भनेको वचन सुनि नवराज ब्राह्मणले फेरि भन्छ हे माता, म के भन्छु सुनौ। कुदस्य पर्नु धर्म पितुदार शोभनै पितुदारम न कुरेत्यम सरितम सुखमिच्छति स यादि नरकम गरम ये वाच्य चन्द्रा कि मेरिनी। ठोला छोराको ठुलो धर्म के हो भने पितृको उद्धार गर्नु। जुन छोरा पितृको उद्धार नगरी आफ्नो सुखको पुँजी मात्र लाग्छ भने त्यो जहाँसम्म चन्द्र सूर्य रहन्छन् तहाँसम्म पृथ्वी रहिरहन्, तहाँसम्म अगोर्नहरू नपर्ला। म घरमा छँदैका मेरा पिता मेरो उमेर भएर पनि बिहे किन आएन, म मरेकै बाँचेका छन् विचार गर्नु पर्दैन र मरेका भए निश्चय गरी ठहराए क्रिया गरी आउला, बाँचेका छन् डाकीसँगै आउला। यति पनि गरे भने मैले जन्मनु के छ र। हे माता, तिम्रो सेवा गर्न तिम्री बुहारी चाहिँ छन्, मलाई कति दुःख भए पनि म जान्छु, बिदा दिनुहोस्। यति नवराज वचन सुनि गोमा भाइ सन्तोष भई हे पुत्र त धन्य, तिम्रो वचनदेखि म अति सन्तोष भए, तिम्रो कल्याण होस्। तिम्रो बाबु बाँचेका भए पनि खबर पाएछ पनि कपाल हात राखी आशिष दिन। नवराज ब्राह्मणले पनि आफ्नै मातारीको आशिष थापी साष्टाङ्ग प्रणाम गरी आफ्नै स्थिति चन्द्रावतीलाई हराउने कुरा हराए। बाबुको खबर गर्न भनी परदेश गए र ठाउँ ठाउँमा शिवसा नाम गरेको वृद्ध ब्राह्मणलाई देखेको थियो कि पनि सब छेउ सोधी सर्वत्र खोजी हिँडे। यतातले जाँदा गङ्गा तीरमा ऋषिका आश्रममा पुगे। त्यहाँ बहुत वृद्ध अवस्था भएका ब्राह्मण वाणी शिवलाई देखेर तिमीको यहाँ किन बसिरहेछौ पनि नवराजले सोध्यो। वृद्ध ब्राह्मण हे बाबा, हामी ब्राह्मण हौ, वृद्ध अवस्था पुगेर गङ्गा प्रणाम त्याग गरौँला भनी आफ्नो घर छोडी यहाँ घरटुलाई बसेका छौँ। त्यो भनौ तिमी को हौ, तिमी यहाँ किन आयो भन्दा नवराज हुन्छ म पनि नवराज नामको ब्राह्मण हुँ। म कर्म सधैँ गरदान कर्म गर्नलाई भिक्षा माग्नु पनि परिसकेका मेरा पिता सहस्र नाम गरेका ब्राह्मण फेरि खबर गर्न पनि आएन। तिमी देखेथ्यौ कि भनी सोधे। यति नवराजको वचन सुनि वृद्ध ब्राह्मण भन्छ हे नवराज ब्राह्मण, गरदान कर्म गर्नलाई भिक्षा माग्न आएका चन्द्रवतीका शिवसा नाम गरेका वृद्ध ब्राह्मण हामीले देखेछौँ। यहाँ आई आफ्नो पूजा गर्न फुल टिप्न त्यस रुखमा चढेका हाको मान्छेहरू रुखदेखि खसी मरे, हार घोडा त अझसम्म बाँकी रहेकै होला। त्यहाँ गएर पनि त यति वृद्ध ब्राह्मणले भनेको सुनि नवराज हेर्न गई त आफ्ना बाबा हार देखेर हे पिता, मेरा हामी त भिक्षा बनाएका, तिमीले मेरो सुख नदेखि मुख नदेखि यस्ता बनवायोहरूदेखि खसी मर्यो। यस्ता कुरा सुनि महताले के सो गर्दा कसो गरी बुझाउला भनी नाना तले सो गरी भुइँमा पहिलो लगाउन लाग्यो। धैर्य गरी हार वर्षको पटुले गङ्गामा लागि संस्कार गरेर ब्राह्मणका मर्यादा दश क्रिया गरी अब कता जाउँ घर जाउँ पनि सम्पत्ति छैन। विशेष यो खबर कोही माताले सो गरेको देख्नुपर्छ। यस अर्थ हुने भए केही कोही राजाको सेवा गरी केही द्रव्य लिए आऊ अनि जाउँला भनी शहरमा पछि राजाको सेवा गर्न लागे। हरिओम तसहरिओम तसहरिओम। इति श्री पुराण केदारखण्डे माघ माते कुमार संवादे श्री स्वयं बतायो बताया शिव शर्मा परलोक गमनम नाम द्वादश विश्वाध्याय। हरिओम तसत्। हरिओम श्री नारायणाय नमो नमः। श्री कृष्ण गोविंद हरे मुरारे।
हे नाथ नारायण वासुदेवाय नमो नमः। जय माते स्वस्थानी माता भगवती माताभ्यो नमो नमः। जय माता स्वस्थानी माता हरि नारायणी नमो नमः। जय दुर्गे दुर्गाजरी नारायणी नमो नमः। ओम नमो भगवते वासुदेवाय नारायणाय नमो नमः। ओम नमो भगवते वासुदेवाय नारायणाय नमो नमः। ओम नमो भगवते वासुदेवाय नमः। श्री स्वस्थानी माताभ्यो नमो नमः। जय दुर्गे भवानी भगवती माताभ्यो नमो नमः। सुशांति वश्यरी नारायणी नमो नमः। ओम वैष्णोदेवी ब्राह्मी माता माहेश्वरी माता कुमारी माता बराई माता हिंदानी माता चामुंडा महाकाली माता अष्टमात्रा सहित श्री स्वस्थानी माहेश्वरी नमो नमः। हे स्वस्थानी परमेश्वरी भगवती माताभ्यो नमो नमः। श्री हरि नारायणी नमो नमः। ओम नमो भगवते वासुदेवाय नमो नमः। श्री हरिहर नारायणी नमो नमः। जय दुर्गे दुर्गा श्री हरि नारायणी नमो नमः। ओम दीपज्योतं नमोस्तुते श्री हरिहर नारायणाय नमो नमः। ओम निराजनातिथिं श्री हरिहर नारायणी नमो नमः। जय गणेश संसार सारं भुजेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं श्री हरि नारायणाय नमः। कर्पूरादिति नारायण 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 भगवन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण नारायण नारायण। हरि ओम तत्सत्। हरि ओम तत्सत्। ओम कर्पूराति दिवसनि कर्पूराति ओम शांति कर्पूराति दिवसनि ओम शांति शांति शांति। वसी हरि नारायणाय नमो नमः। जगदीश्वराय नमो नमः। हरि नारायण ओम आचमनि ओम आचमनि जय नारायणाय नमो नमः। ओम जय नारायण ओम पापमताय परमेश्वर पाप कृष्णाय वासुदेवाय सनातन धर्म प्राणी कला काल में जो मेरा प्रेम सदा के वासु शांति रोगा सुना सुसंजय प्रभु विष्णु जी नारायण। हे ईश्वर हे जगत हे माता स्वस्थानी माता भगवती माता कृपा दृष्टि श्री हरिहर नारायण गणेशाय नमः। गुरुभ्यो नमो नमः। सुशांति वशी हरिहर नारायणाय नमो नमः। ओम गोविंदाय नमो नारायणाय नमो नमः। श्री हरिहराय नमो नमः। ओम श्री परमात्मने नमो नमः।
श्रीहरिहर नारायण गणेशाय गुरुभ्यो नमो नमः अच्युतं केशवं राम नारायण कृष्ण दामोदरं वासुदेवं हरिं श्रीधरं माधवं गोपिका वल्लभं जानकी नायकं रामचन्द्रं भजे जानकी नायकं रामचन्द्रं भजे हरि नारायण गणेशाय ओम विघ्नेश्वराय वरदासुराय लंबोदर सहिता नागना कौशं वासं सुखनाथ गणमाय विघ्नेश्वर पादम एकदंत महाकाय लंबोदर विघ्न रचरगाय जरचतम नमो 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 देव गोमायिता सहिताय कृष्णाय गोविंदाय नमो नमः आकाश देव नमस्कारं के मुखं करोति वाचालं कृपात् वन्दे परमानंद माधव पावनाय पुनः सर्वपावर कृष्णाय वासुदेवाय परमानंद गोविंदाय नमो नारायणाय नमः उपनेतु मंगल सकल जन्मंगला श्रीमती नकर किरण निबोध नव निरे नदल निवेशन कृष्ण काले वसु पर्जय पृथ्वी शशि शालिनी दशो क्षयं शोभर रहित ब्रह्मा सन्तु निर्भया पुत्रा पुत्र सन्तु पुत्रिण सन्तु निर्भया निधना सन्तु जीवन्तु सदां शतम् तत्र गमयमुना तत्र गोदावरी सिन्धु शोचित तीर्थानि सर्वाणि पश्यन्ति यत्र कथा प्रसंग या पुण्यतु शारदौला या सुग्रवस्था पीता या वीरवरदण्ड मन्त्रिकारा या श्वेतपद्मवसना या ब्रह्मोचित शङ्करी देवी सदा वन्दिता सा महापादु सरस्वती भवती जाडापहाम् ओम नमो भगवते वासुदेवाय स्वस्तानि माताभ्यो नमः शास्त्रजो माते तरुणजो भान्स वरुण सर्वत्र सलाम विष्णु सुमति सदा स्वस्तानि परमेश्वरी नमो नमः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्या भानुस्वभावात् करोमि यत् सकलं परस्मै श्रीहरि नारायण इति समर्पयामि ओम स्वस्तानि माताभ्यो न पत्रं पशुं पुनं समर्पयामि मा स्वस्तानि माताभ्यो न पत्रं पशुं समर्पयामि नारायणी नमो नमः हरि ओम तत्सत् तस्य श्रीहरि नारायणाय नमो नमः परमाशय गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुभ्यो नमो नमः जय मा स्वस्तानि माता भवती माताभ्यो नमो नमः जय मा स्वस्तानि माता हरि नारायणी नमो नमः श्री हरि नारायणी नमो नमः जगदीश्वराय नमो नमः हे भवानी पति श्री महादेवाय नमो नमः ओम श्री परमात्मने नमो नमः नारायणाय नमो नमः हरि जय भोले बाबा हे माँ स्वस्तानि माता नारायण अकाल मृत्यु रोगात नाश श्री हरि चरण विष्णु हरि नारायण अकाल मृत्यु रोगात पाप नाशम सर्व दुख भय हरम श्री हरि विष्णु हे माँ स्वस्तानि माता कृपा जय माते भगवती माता हरि नारायणी।